अहिलेसम्म चाहिँ मैले बाइक चलाएर थिएँ होइन, त्यही भएर चाहिँ भ्लग बनाएन। अब चाहिँ मैले पानी परेर बब्बाल चाहिँ हामी चाहिँ अहिले कालिम्पोङ आइपुगिसक्यौँ। देख्नु यस्तो छ अवस्था। यहाँ चाहिँ बाटो चिप्लो भएर होटलहरू चाहिँ तल छैन। अहिले यस्तो छ, हिउँ परिरहेछ। हाम्रो चाहिँ यहाँ बार्बिक्यू हुँदैछ, बार्बिक्यू चाहिँ गर्दैछ। त्यसरी यहाँ चाहिँ कालिम्पोङमा चाहिँ छुट्टै खालको बार्बिक्यू हुँदैछ। हेर्नु चाहिँ प्याकिङ गरेर त्यसपछि बल्ल बार्बिक्यू नै छ है। देख्न सक्नुहुन्छ हामी बसेको होटल चाहिँ यो हो। यस्तो कस्तो दामी देखिरहेको है यस्तो हेर्नु त। यो खाना चाहिँ आइसकेको छ। हाम्रो खाना आइसकेको छ। अब हामी खाना खान्छौँ। हेलो गुड मर्निङ। हामी चाहिँ अहिले कालिम्पोङ कुरे भिलेजमा छौँ। यस्तो देख्न सक्नुहुन्छ पछाडि चाहिँ हामी चाहिँ यो होटलमा बसेको। यस्तो छ, बब्बाल छ। हिउँ परेको छ अस्ति हिजो चाहिँ, अनि आज चाहिँ छैन। ओह माइ गॉड, यस्तो बब्बाल देखिरहेको हेर्दा नै। यस्तो हामी यहाँदेखि केबल कार चढेर यस्तरी माथि मन्दिर जाने हो। अहिले चाहिँ 7 जति बस्न आँट्यो। अनि हामी चाहिँ यो होटेल टिकटप यसमा बसेको होइन। यस्तो दामी छ है। माथि हामी चाहिँ यस्तो चिप्लो भएर बाइक चाहिँ माथि आधी बाटोमा नै राखेर हात छाटेर आएको। यस्तरी अब एकछिनमा चाहिँ फ्रेस भएर केबल कार चढेर माथि मन्दिर गएर हामी आउँछौँ। यस्तो हिउँ हामी बसेको होटेलदेखि चाहिँ यस्तो भ्यू देखिन्छ यता चाहिँ। यस्तो छ यता चाहिँ हिउँ चाहिँ अहिले पक्लिसकेको छ धेरै जसो। यस्तो छ। हामी चाहिँ त्यहाँ पारि गएर केबल कार चढेर माथि मन्दिर जाने हो। त्यहाँ एउटा त्रिशुल चलाउने त्रिशुल लग्दैछौँ। अनि यस्तरी अब चाहिँ यहाँ सामानहरू किनेर हिउँ कस्तो पक्लिरहेको छ हेर्नु, कस्तो हिउँ पक्लिएर। अब चाहिँ हामी माथि जाँदैछौँ। हामी चाहिँ बाइक उतै राखेर हिँडेर आएको, कस्तो गाह्रो भयो। यस्तो रहेछ यहाँ चाहिँ। केबल कारको टिकट ल्याइसक्यो 2जनाको 1200। अब हामी त प्रवेश आएको छ। आउनु आउट कतिखेर आउट हुन्छ? 4 बजीसम्म पाइयो। दिन राम्रो भयो भने गार्डन गर्न लाग्यो भने अलिक छिटो गर्नु हुन्छ, त्यही हो। नत्र 4 बजी यही देखाउने होइन आउट? अब हामी केबल कार चढ्न जाँदैछौँ। यस्तरी यहाँदेखि त्यहाँ कुरे भिलेजदेखि यस्तरी केबल कारमा यहाँ आएको। यस्तो बब्बाल गर्दा माथि मन्दिर जाँदैछौँ। यस्तो बवाल गरेछ। यस्तरी माथि जान्छौँ हामी चाहिँ। दामी हिउँ परेको रहेछ पारि चाहिँ। अब चाहिँ हामी मन्दिर जान्छौँ। हामी चाहिँ जाँदैछौँ माथि माथि। सिडी चढ्न कस्तो गाह्रो भयो। यता पछाडि देखिन्छ कस्तो बवाल देखिरह। हिउँ हिउँ छ। यस्तरी हामी चाहिँ यस्तरी यहाँदेखि सिडी चढेर गइरहौँ। यस्तरी अब हिँड्छौँ बिस्तारै। हिजो चिसो भएर हात खुट्टा दुखिरह। अनि धेरै बजी हिँड्न नि गाह्रो भइरह। कस्तो बवाल छ पारि हिउँहरू देख्न सक्नुहुन्छ पछाडि ब्याकग्राउन्डमा। टपमा चाहिँ यस्तो भ्यू देखिरह। यहाँनिर चाहिँ मन्दिर छ। यहाँ म बोल्नै सकिरहेन। यहाँ चाहिँ यस्तो भ्यू देखिरह। चाहिँ माथि मन्दिर आइसक्यो। यस्तो देखिरहेको यता चाहिँ। हामी चाहिँ टपमा आएको रहेछ मन्दिरमा।
जय कालिङ जय भगवती रक्षा सुख शान्ति उस मनोकामना प्रभु स्वस्थ रहनु दीर्घ हजुरले सोचेको कार्यक्रममा सबै सफल हो सधैँभरि कालीचोक माताले हजुरलाई रक्षा गरौँ जय कालीचोक भाइ चाहिँ टिका लाउँदै छ यहाँ। अब मेरो पालो हजुरले सकेपछि सोचेको कार्यक्रममा सबै सफल होस् घरको सुख शान्ति मिलोस् सधैँभरि हजुरलाई कालीचोक माताले रक्षा गरौँ जय उता एकन अब अगाडि बिस्तारै अब चाहिँ हामी यस्तो माथि मन्दिरमा आएको। अब यहाँ ढोक्दा हुन्छ यता जरुर ल हामी चाहिँ माथि मन्दिरको अहिले मूल मन्दिरमा छौँ अनि यता चाहिँ हामी पूजा गरिसक्यो अनि यहाँ चाहिँ त्रिशुल छ अनि हामी त्रिशुल नै चढाएको थियो अनि यस्तो छ पछाडि चाहिँ हामी चाहिँ अब माथि मन्दिर घुमेर फर्किनु लागिसक्यो। अब यस्तो छ पछाडि हाम्रो ब्याकग्राउन्ड चाहिँ। अब फेरि केबल कारमै आएको केबल कारमै फर्किन्छौँ हामी। देखि तर कुली भिलेजको चाहिँ यस्तो देखिरह यस्तो देखिरहेको छ। चाहिँ अब फर्किन लाग्यो यहाँ होटेलबाट चेकिङ लिएर आइसक्यो। यस्तो यहाँ झोला बोकेर यता यता अब एकछिन माथि गएर हिउँ खेल्छौँ। बाइक चाहिँ हल्का माथि छ यस्तो छ पछाडि चाहिँ। यो चाहिँ कुरी भिलेज बाई बाई कुरी भिलेज। अब चाहिँ हामी फर्किँदैछौँ। यस्तो हामी चाहिँ माथि मन्दिर गरेर आएको यसरी यहाँ चाहिँ हिउँ छ यस्तो छ। यता चाहिँ घुम्ती चिप्लो गरेर चाहिँ बाइक यहीँ छाडेर गएको चाहिँ अहिले अलि माथि डाँडामा आएको छ। यस्तै बोलेरोहरू हिँड्दा पछाडि ब्याकग्राउन्डदेखि हिउँ यस्तो बबाल हिउँ छ। अब चाहिँ हामी यस्तै माथि गएर त्यहाँदेखि त्यहाँ घोडा पनि चलाइरहन् अनि हामी चाहिँ यस्तै यहाँ माथि जान्छौँ हिउँ खेल्न। यस्तो बबाल देखिरह माथि चाहिँ यहाँ माथि अब हिउँ खेल्न आएको। यस्तो देख्नु यस्तो पछाडि चाहिँ उही लडान माथि हिउँ नै हिउँ छ पछाडि सबै ठाउँतिर। हो यहाँ उ गर्दै हुनुहुन्छ त्यहाँ मान्छेहरूले त्यो के भन्छ त्यसको नाम उही यहाँदेखि तल त डेन्जर छ पछाडि त खज्यो भने सिधै तल। छैन सय जा हिँडेर आउन गाह्रो हुन्छ आएछ फर्की। मजा भयो मजा खुट्टा नटेक्नु खुट्टा उसो लाग्न लागि थालिसक्यो मेरो पछाडि हो नि त। चिन्नुहुन्छ उहाँलाई? उहाँको नाम के हो? स्नोम्यान। स्नोम्यान यस्तो हुस्सो लागिसक्यो बाच्छा। हामी कहाँ छौँ भन्दाखेरि कालिम्पोङको कुली भिलेज आएको छौँ। मेरो ब्याकग्राउन्ड देख्नु यस्तो दामी दामी ठाउँ छ यता पुरो हिउँ परिरह। हिँडी हिँडी यहाँ सास फेर्नै गाह्रो भइरह। फेरि हुस्सो लागिसक्यो पछाडि देख्न सक्नुहुन्छ यस्तो छ यहाँ चाहिँ। यस्तो स्टुपाहरू हो कि हो यो यस्तो छ यहाँ चाहिँ। उब्बर बबाल अब घर जाने हो एकछिनमा यस्तो हुस्सो ला पछाडि चिसो गरे यस्तो पछाडि। यहाँ चाहिँ बस पनि जाँदो रहेछ नि यस्तो दामी ठाउँ छ। हामी कहाँ छौँ भन्दाखेरि ठिक्क पुष्पा
पुष्पाको भ्यानमा छौँ हामी। देख्न सक्नुहुन्छ हाम्रो पुष्पाको भ्यान। पुष्पा 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 पुष्पराज।